अन्त्य हुनुपर्छ भनेर त्यो आक्रोश भोकले चाहिँ आएका हुन् भनेर थाहा छ। यही चाहिँ मलाई थाहा छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब हामीसँग धेरै उपाय छैन। हामी हिंसात्मक आन्दोलन गर्न चाहदैनौँ। राष्ट्रपालले पोखरामा आन्दोलन गर्यो, तिमीहरू पनि उस्तै हो भनेर कसैले भने, उस्तै होइन। मानवाधिकारले आएर मलाई भनेका थिए तपाईहरुले गर्नुभएको आन्दोलनबाट पोखरामा एउटा पात पनि छैन, यस्तो पो आन्दोलन। तर घुसपेट भयो हाम्रो आन्दोलन पनि हामीले देख्यौँ। जुन दिन अदालतमा मुद्दा बुझायो हाम्रो पार्टीले विज्ञप्ति निकालेर भन्यो अब कुनै पनि आन्दोलन नगर्नु होला, किनकि सरकारको हातबाट अब अदालतमा गएको छ, हामीले अदालतलाई सम्मान गर्छौँ भनेर भनेका हौँ। तर यिनलाई त्यो पनि रुचेन। के रुच्छ यिनीहरूलाई? व्यवस्थाको पक्षमा बसेर निर्वाचनका माध्यमबाट 21 जना सांसदहरू लिएर आउँदा यिनीहरूलाई रुचेको छैन, पचेको छैन। मैले धेरै कुरा भन्नु छ, तर म चितवनका जनता मार्फत केही कुरा भन्न चाहन्छु। मलाई आज यति मात्र बोल्ने अनुमति दिनु होला। मैले चितवनलाई बताउनु छ, चितवनले मेरो लागि दुई पटक असुर ग्यास लाठी खाएको छ, टाउको फुटाएको छ, रगत बगाएको छ। मेरो लागि परिवर्तनका लागि चितवनले एउटा लहर ल्याएको छ। 21 जना सांसद विभिन्न ठाउँबाट जितेर ल्याए तापनि त्यो श्रेय चितवनलाई दिँदाखेरि कसैले चित्त नदुखाउनु होला, किनकि यो न्यू क्रान्तिको सुरुवात चितवनले गरेको हो। मैले प्रायः चितवनलाई गएर बताउनु पर्नेछ ममाथि के भयो। 84 तिनीहरूले मलाई के गरे? दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको मैले चितवनलाई भन्नु छ। मैले जनतालाई बताउनु छ। मैले बताउन पाउँछु पाउँदिनँ मलाई थाहा छैन। मेरो टाउको माथि तरवार झुन्डाएको छ मलाई थाहा छ। तर म चितवनलाई बताउन चाहन्छु, आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त्यो चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भयो, कसको हातमा हतकडी लाग्नु पर्ने थियो, कसको हातमा हतकडी लाग्नु पर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु, इमान्दारीपूर्वक बताउन चाहन्छु। उपस्थित दाजुभाइ दिदीबहिनीहरू, यस बीचमा तपाईँले गर्नुभएको सम्पूर्ण प्रयासका लागि म तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जुन माया, जुन विश्वासका साथ तपाईँ अडिरहनु भयो, म ऋणी छु, धन्यवाद दिन चाहन्छु। तर बेचेर खान्न, तपाईँले दिनुभएको माया विश्वासलाई बेचेर खान्न। मलाई कुनै पदमुक्ता छ सरकार छैन। सत्ताले सुन्नुहोस्, रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले नमन्जुर भएको मान्छे हो। व्यक्ति जित्ने ठुलो कुरो होइन। मसँग एउटा विश्व रेकर्डको सर्टिफिकेट पनि छ। प्रधानमन्त्रीको घरको सर्टिफिकेट भएर सिंहदरबारबाट फोटो टाँसिन्थ्यो होला, त्यसले के फरक पर्छ? त्यसले फरक पर्दैन। फरक पर्नको लागि तपाईँ हामीले जुन अभियान सुरु गरेका छौँ त्यसलाई टुङ्गोमा पुर्याएपछि मात्र फरक। यसपटक साथी हो, मैले ज्यानको माया मारेको छु। तपाईँले पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। यिनका बिचौलिया मैले नदेखेको, नचिनेको, नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यानलाई यिनका अगाडि शिर झुकाउँदिन, शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै। के नियतले मलाई मध्यरातमा त्रिशुलको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो, मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो? सबैसँग जग जाहेर छ। त्यसैले कुनै पनि हालतमा यो अभियानमा लोभ लालच नराख्नु होला। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। राष्ट्रपालले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न पनि इच्छा राखेको छ। तपाईँहरूले एकपटक योग्य मान्छेहरूलाई ल्याएर आजको सदनमा रासोपा हटाउनुहोस्। त्यो सदन हुँदैन। रासोपा छ, त्यसका अहिले सदन भएको छ। कल्पना गर्नुहोस्, एकपटक म तपाईँसँग केही पनि माग्दिनँ। एकपटक यो पदको लोभ छोडेर मैले कुन पदमा आज रासोपामा आफू आसीन भए भन्ने कुरा बिर्सिएर आउने चुनावमा 101 उम्मेदवार उठाउनका लागि प्रतिबद्ध बन्नुहोस्। हामीले उम्मेदवार उठाउनमा हामीले गल्ती गरेनौँ भने जहाँ उठ्छौँ त्यही जित्छौँ, कहीँ हार्दैन। यदि त्यसका लागि मैले उम्मेदवारी नदिएर मभन्दा योग्य मान्छेलाई छोड्नुपर्छ भने म तयार छु। 1 नम्बरमा म तयार छु, म छोड्न तयार छु।
राजसभा बनाउँदाखेरि सभापति बनिनुहोस् भनेर मैले नचाहेको ढोका थिएँ। मैले नेतृत्व चाहन दिन चाहेको होइन। मलाई मेरो लिमिटेसन थाहा छ, मलाई थाहा छ, मेरा सीमितताहरू छ। त्यसै कारणले मैले कतिवटा ढोका चाहिनँ। आउनुहोस् तपाईँ सभापति बन्नुहोस्, म सारथी बनेर पार्टी चलाउँछु। तर यो लुट तत्त्वको अन्त्य गरौँ, यिनलाई हराउँ, एक एकलाई हराउँ भनेर कसको मात्र घरमा गइनँ म। तर कसैले पत्याएन, कमले पत्यायो, थोरैले पत्याएको भए आज परिवर्तन हुन सक्थ्यो, यिनलाई हराउन सकिन्थ्यो। तर त्यतिखेर समय भएर पत्याइएन। अब त्यस्तो नहोस्, अब त्यस्तो नहोस्। आज पनि राजसभाको सभापति म बन्छु भनेर कोही आउँछ भनेर छाती ठोकेर हाँसेर साँचो तयार गरेर बसेको छु म। तर यो अभियान मर्न दिनु हुँदैन साथी, यो अभियान मर्न दिनु हुँदैन। आफ्नो पद, आफ्नो सानो लाभको घेराभित्र बस्यौँ भने तपाईँ हामी सकिन्छौँ। हामी सकियौँ भने यिनीहरूको राज चलिरहन्छ। यसलाई अनुमोदन गर्न दिनु हुँदैन। जनआक्रोश बाँकी नै छ। त्यो आक्रोशलाई हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी तयार हुनुपर्छ। कसैलाई गाली गरेर, कसैलाई होच्याएर केही हुनेवाला पनि छैन। र फेरि पनि तपाईँलाई भन्न चाहन्छु, सरकारबाट हामी होसियार हुनुपर्छ। 4000 मान्छे आउँदाखेरि यो सरकार जनतालाई जोगाउन सक्दैन। यो संसारको, यो सरकारको गृहमन्त्रीज्यूलाई म के भन्नु भन्यो भने प्रतिशोध छाने जस्तो होला। बिहे गरेर गएका उमेर पुगेका अन्तर्जातीय चोरीलाई पक्रनको निमित्त मुम्बईसम्म पुलिस पठाउन सक्ने यो सरकार यहाँ 4000 मान्छे आउँदा जनता जोगाउन सक्दैन। भिजुली गुनाइसकेको सरकारले कुन नैतिकताका आधारमा बसेको छ मलाई थाहा छैन। सरकारको औचित्य समाप्त भइसकेको छ र संसदबाट बलियो सरकार बन्ने बाटो पनि यिनीहरूले बन्द गरे। दुईटा ठुला दलहरू मिलेर लोकतन्त्र बचाउन, संविधान बचाउन होइन, एक अर्काका भ्रष्टाचारी बचाउनको लागि देखाउ बचाएर थोरै बिरामी छैन, तयार छु। म पार्टीको जिम्मेवारीमा फेरि फर्किनेवाला थिइनँ। तर यिनीहरूले मैले उच्च नैतिकता देखाउँदाखेरि यिनीहरूले यो प्रतिशोधलाई अनुमोदन गर्नेछ। त्यस कारणले मैले अब बेला भएको छ, अब चाहिँ पार्टीको नेतृत्व पनि सम्हाल्छु। जुन थुनिन्छु तर जबसम्म रहन्छु तबसम्म पार्टीलाई फेरि अर्को एउटा नेतृत्व दिएर मेरा बाँकी कुरा म चितवनमा भन्नेछु। चितवनमा केही विशेष कुरा भन्नु छ। मैले अघि पनि भनिहालेँ, सभा आउँदो शनिबार चितवनमा हुनेछ। यो सरकारले मलाई फेरि थुनेछ भने यसको विश्वास छैन। थुनेछ भने पनि सभा गर्नु होला, छुनेछ भने पनि सभा गर्नु होला। पार्टीको काममा निरन्तरता दिनु होला। म आज पार्टीको अब बैठकमा बस्नेछु। साथीहरूलाई के गर्नुभएको छ यसो बुझ्ने कोसिस गर्छु। यो अप्ठ्यारो परिस्थितिमा आफ्नो ठाउँबाट सघाउने तपाईँ सम्पूर्णलाई म फेरि धन्यवाद दिन चाहन्छु। यो जिम्मेवारी फेरि परिस्थितिमा जिम्मेवारी सम्हाल्नुभएका पार्टी पङ्क्तिका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्यज्यूहरू विशेष गरी सबैजनालाई, सबै तह र तबकाका साथीहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। विभिन्न राजनीतिक दल र दलका नेताजीहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। अप्ठ्यारा बेलामा पनि हाम्रा लागि तपाईँले दिनुभएको त्यो आवाज, तपाईँले बोल्नुभएको त्यो शब्दहरूले हिरासतमा बसेर कैयौँ पटक मेरो आँखाबाट आँसु खसेका छन्। म तपाईँलाई धन्यवाद दिन चाहन्छु। यो अप्ठ्यारो परिस्थितिमा डिपिआईको सरकारसँग नरहिकन प्रतिपक्ष भएर पनि मेरा पक्षमा बोल्नुहुने अन्य विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताज्यूहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। र आम सञ्चार माध्यम, आम नागरिक समाज जसले सरकारको यो प्रतिशोधलाई बाहिर ल्याउनमा मद्दत गर्यो, सबैलाई धेरै धन्यवाद दिन चाहन्छु। बाँकी कुरा चितवनमा विशेष कुराहरू मैले बताउनु पर्नेछ। चितवनको सभामा आउने कोसिस गर्नु होला। म यहीँबाट सबैलाई अनुरोध गर्दै आफ्नो भनाइ टुङ्गाउँछु। सबको जय। सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरू, करिब 5 महिना अगाडि सरकारले जबरजस्ती उठान मुद्दा लगाएर मलाई यहीबाट उठाएर लिएर गएको छ। सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन। तर मैले कुनै दिन पनि हार मानेको थिइनँ, हार मान्नेवाला पनि सामना गर्नको निमित्त यो राजनीतिक मैदानमा आएको मान्छे जुनसुकै आक्षेप लागोस्, जुनसुकै तराजुमा बसेर आफूलाई तौलनमा तयार गरेर बसेको मान्छे। यतिखेर म माथि देशका विभिन्न जिल्लाहरूमा मुद्दा लगाइएको छ। सरकारले आफूले गर्न सक्ने जति, हुन सक्ने जति जोड बल लगाएको छ। के भयो के भएन
मैले भन्न पर्दैन। कतिपयले भन्ने गर्छन् केही न केही नभएको भए तपाईँ त्यत्रो धौडी लिन्थ्यो त, अदालतले भनेर केही भन्ने गरेका छन्। अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेर अपमान गर्ने काम गरिरहेको मैले सुनिरहेको छु। म यति भन्न चाहन्छु, तिमीहरूको 2 तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिले केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन थिएँ भने मैले यो दुःख खेप्नु पर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। म प्रक्रियालाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एउटा ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार गर्छु। म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुट तन्त्रलाई टुलु हेरेर बस्ने लाठी मान्छे चाहिँ म होइन। म आज यहाँ आइसकेपछि यति कुरा भनिसकेपछि सरकारको मुटुमा के हुन्छ मलाई थाहा छ। तर मलाई के भन्नु छैन, षड्यन्त्र। म सम्मानित अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन त यस्तो हुन्छ कि 4वटा अदालतमा मैले उपस्थिनुपर्छ। तपाईँ अन्दाज गराउनु होला यो एउटा मान्छे एकै दिन बिहिबारको दिन 4-4वटा अदालतमा कसरी उपस्थित हुन्छ होला, कहाँ चाहिँ वकिलहरू पठाउँछ होला, कसरी सम्भव छ होला। तर होस् जे हुन्छ होस्, थप केही मुद्दा लगाउनु बाँकी छ भने पनि लगाओस्। सरकारले मानिसहरू भनिरहेका छन् जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका। म कहाँ आगो बोलेको छ त्यहाँ तापौला र सेकौला भनेर बसेको मान्छे होइन। हामी स्पष्ट रूपमा आएका थियौँ, हामीले आएका थियौँ। जनता आक्रोशित छन्, जनतामा एउटा ठुलो आक्रोश आएको छ, निराशा आएको छ। त्यसलाई चिर्नु पर्ने थियो, बदल्नु पर्ने थियो, त्यसलाई व्याख्या गरेर हुँदैन, विश्लेषण गरेर हुँदैन थियो, लेख लेखेर हुँदैन थियो। बनाउनुको लागि टेलिभिजन थियो तर टेलिभिजन पर्याप्त भएन। त्यसैले हामीले सक्रिय सुदृढ भनेर घन्टी बजायौँ। घन्टी बजाएर 21-21जना मान्छे संसदमा आएपछि मलाई लागेको थियो सुन्यो होला अलिकति भइदियो, अब त हामी परिवर्तन हुनुपर्छ, सच्चिनुपर्छ भन्ने सोचे होला भन्ने लागेको थियो। तर यिनीहरू घन्टी फुटाउनतर्फ लागे, हामीले घन्टी फुटाउनतर्फ लागे। मलाई दुःख लाग्छ आदरणीय साथीहरू, यतिखेर लगभग प्रतिपक्ष विहीन भएर बसेको छ। म सञ्चारकर्मी साथीहरूलाई यसरी सरकारी पक्ष विनम्रपूर्वक अनुरोध गर्न चाहन्छु, यतिखेर सशक्त दह्रो प्रतिपक्षको आवश्यकता छ। यदि तपाईँको इन्टेन्सन लोकतन्त्र बचाउने हो भने, लोकतन्त्रको खोल ओढेर देश लुट्ने हो भने तपाईँको मुखमा लोकतन्त्र र गणतन्त्र सुहाउँदैन।